स्वागत छ फेरि पनि मेरो YouTube च्यानलमा। आज चाहिँ हामी CSG जाँदैछौँ क्यान्टिन। सो थर्ड अफ भ्लगिङ अनि म चाहिँ भ्लग स्टार्ट गर्दैछु। घरदेखि स्टार्ट गर्नु सकिनँ, पुरा हतार हुन्छ नि त बिहान त, त्यही लागि अनि म चाहिँ यहाँ कन्टिन्यू गर्दैछु। अनि हामी चाहिँ भेनाजुलाई वेट गर्दैछौँ। अनि हामी चाहिँ को जान आँटेको भन्दा ड्याडी जानु हुँदैछ, मम्मी र नानी, अनि यहाँ भेनाजु आउनुभयो। आउनु अब चाहिँ हामी निस्किन आँटेको। सो यहाँ चाहिँ भेनाजुले ड्राइभिङ गर्न आँट्नु भएको छ। अब भेनाजुले चाहिँ ड्राइभिङ सिकेको धेरै दिन त भएको छैन। सो कस्तो के कुदाउनुहुन्छ भनेर आज ड्याडीले चाहिँ ड्राइभिङ सिट भेनाजुलाई ह्यान्डओभर गर्नुभयो। सो लेट्स सी। सो फाइनली हामी चाहिँ बेङडुबी पनि पुग्यौँ। अनि भेनाजुले त न्यू ड्राइभिङ सिक्नु भएको, त्यही पनि यति राम्ररी कुदाउनु भयो। मलाई चाहिँ अलिकति डाउट लागिरहेको थियो कस्तो के कुदाउनुहुन्छ भनेर, तर मलाई चाहिँ एकदमै पर्फेक्ट लाग्यो हो। रोडमा एउटा पनि केही प्रब्लमहरू भएन, यहाँसम्म ल्याउनु भयो। मलाई चाहिँ एकदमै पर्फेक्ट लाग्यो। अस्ति हामी यहाँ क्लोज थियो नि, हामी उहाँ गएको, नभए हामीले पनि देखेको यता नगएर सिधै गयो। आस्ते आस्ते लड्छौ नि फेरि। उत्र उत्र उक्लिन्छ नि फेरि। गुड गर्ल। पर्ख पर्ख कहाँ जाको कृषक मेर ओइ आयो आयो काउ आयो ल्याउनु ब्याग
कम यहाँ के बनाएको हाट बनाएको हिँड न भित्र हिँड न भित्र ऊ हजुर जानुभयो जाऊ बोक्नु त म कहाँ बोक्नु मेटली कि तल त्यो चालसम्म एउटा सानो घर बनाएको छ त्यहाँबाट चाहिँ फोन आउँछ त्यहाँ जानु पर्दो रहेछ त्यो पुलिस त्यहाँ माथि जानु हुँदैन त्यो स्ट्यान्डकै छेउमा उयो छ नि स्ट्यान्डकै छेउमा त्यो टोइलेट पिसाब गर्ने ठाउँ छ नि हौ त्यही सानो बनाएको रहेछ हौ मैले पनि देखेको अस्ति देखेको अनि त्यहाँनिर बस्दो रहेछ त्यही गर्नु पर्दो रहेछ 1000 रुपियाँ पकाइदियो भने भइहाल्छ नेपाली रहेछ त्यो मान्छे यस्तो राम्रो नेपाली बोलेको होइन त त्यसले द मलाई गिभ मी थ्याङ्क यू अहिले गर्ने नै छैन नानी एउटा कालो थियो त यो बिग्रेछ के तेरोमा कति रहेछ प्रिया छ टोली त मेरो खालि यसरी निस्किँदैन के माथि यसरी आउँदैन क्यान्टिनबाट आए पनि अनि के सामान ल्याएँ म तपाईँहरूलाई देखाउँछु ल अनि त्यतिखेर चाहिँ क्यामेरा गर्नु पाइनँ नि त मैले अब आर्मीहरूको अन्डरमा त अब क्यामेरा गर्नु अलिकति अप्ठ्यारो हुन्छ भनेर मैले चाहिँ त्यो अब रुल्स फलो गरेर मैले भिडियो त्यति साह्रो गरिनँ नानीलाई पनि सुताएँ अनि अवश्य म तपाईँहरूलाई देखाउँछु के सामान ल्याएँ भनेर हो पहिला चाहिँ यो तेल लिएर आएँ खाने तेल हो अनि जुन चाहिँ बेङ्गलुरुको ठुलो क्यान्टिन हुन्छ त्यो चाहिँ आज फर सम रिजन है बन्द रहेछ नि त अब पता नै के भएको उनीहरूको अलिकति प्रब्लम भयो भन्दै थियो पता नै के भएको एक्चुअली मलाई थाहा छैन त्यही भएर हामीले चाहिँ अर्को एउटा सानो क्यान्टिनबाट सामान ल्याए धेरै सामान चाहिँ थिएन त्यही भएर जे पाएँ त्यही मैले लिएर आएँ अनि यसमा चाहिँ मेरो सामान र प्लस मम्मीको पनि सामानहरू छ सो हामीले चाहिँ के लिएर आयो भने तपाईँलाई देखाउँछु यो तेल लिएर आएँ यो क्रिम रिङ्कल लिफ्ट अनि क्याचअप त्यहाँबाट यो पाउडर त्यहाँबाट चाहिँ यो चाहिँ डियो लेडीको लागि हो अनि फेस वास स्याम्पू तेल योहरू चाहिँ मम्मीकै सामान है अनि साबुनहरू लिएर आयौँ मेरी सानोवाला ठुलोवाला वेटी यो चाहिँ मैले मेरो नानीको लागि लिएको किनभने यसमा चाहिँ फ्रुट्सको हुन्छ नि त अनि यताउता हिँड्दाखेरि नानीले खानु मन गर्छ नि अनि बाहिरको किनेर दिनुभन्दा त मैले यही दिउँ भनेर नि त्यही भएर यो फ्रुटको लिएर आएँ अनि वेटी चाहिँ नानीलाई यताउता हिँड्दाखेरि खान्छ घरमा कोही बेला है उनीहरू काँचो खानु मन लाग्छ नि त अनि यो बिस्किट आटाको बिस्किट यो चाहिँ हाम्रो घरमा सबैले खानुहुन्छ नि त हेल्दी हुन्छ त्यो लागि अनि यो बल्ब त्यहाँबाट सराफहरू अनि यो पतन के भन्छ चिताउनु गर्ने भाँडा दिन्छ क्या पूजाको भाँडा दिन्छ नि अनि यो चाहिँ यस्तो ब्रसहरू चाहिँ हामीले खास गरेर गेस्टहरूको लागि लिएर आएको किनभने अब कोही आउनुहुन्छ नि त बाहिरबाट नि अनि उनीहरूलाई अब बिर्सिनुहुन्छ ब्रसहरू ल्याउनु त्यसले यस्तो दिनु मन लाग्छ नि त मलाई चाहिँ अनि त्यहाँदेखि अरूहरू त घरको सरफहरू यस्तै सामानहरू लिएर आएको छु धेरै त त्यस्तो त्यो पनि लिएर आएन किनभने पाएन त्यहाँ धेरै केही सामान थिएन नि त त्यो लागि सो गाइस म चाहिँ अब मेरो ब्लग यहीँ एन्ड गर्छु आजको लागि चाहिँ यति नै अनि तपाईँहरूको साथ सपोर्टको एकदमै जरुरी छ सो त्यसको लागि चाहिँ तपाईँहरूले सब्सक्राइब गर्नु चाहिँ नभुल्नुहोस् अनि लाइक गरिदिनुहोस् अनि सेयर भइसक्दो सेयर पनि गरिदिनुहोस् अनि कमेन्टहरू अवश्य जनाउनुहोस् तपाईँहरूलाई कस्तो के लाग्दैछ मेरो ब्लग हो सो बाई बाई एभ्रीवान सी यू टेक केयर